हामीलाई चाहिँ यस्तो भोक लागेर होइन नास्ता बनाएर खाएको त्यसो होइन धेरै भोक लागेर फ्राइड राइस हाम्रो आज दुकानमा सुट पनि त त्यो सुटको लागि चाहिँ हामी तयारी गरेको थियौँ त्यो सुट भएन अनि त्यसपछि हामीले नै लट पाइदिने हो कि लट पाइदिने खाला हामी आज हाम्रो दुकानमा कस्तो मान्छे आयो भने हाफ प्लेट राइस मगायो त्यसमा 10वटा अन्डा डाल्यो क्या यति भयो क्या यो दाल खाने यो दालको चुल्हा भयो क्या एक्लै खायो भने यार हामी थोरै बनाइदिउँ त्यहाँदेखि 3जनाले खायौँ होइन त्यो मान्छेले एक्लै खायो क्या एउटा सिद्धान्त थिएन भात अनि के भन्छ आफूले कम भयो भन्छ हजुर जोरले लासो फापलो सबैलाई नमस्ते सबै उसमा भाषामा होइन वेलकम ब्याक टु माई न्यू भिडियो आयो सबैजना सन्चै आराम हुनुहुन्छ होला म पनि एकदम सन्चै आराम छु र मेरो भान्जा पनि एकदम फिट एन्ड फाइन छन् होइन अनि आजको सुरुवात चाहिँ हाम्रो 3 बजेबाट भयो है चाहिँ काम धेरै थियो त्यही भएर हामीले चाहिँ भिडियो बनाइएन होइन सो अब चाहिँ हामीले राइस बोइल गर्दैछौँ अनि मोमो बनाउन जाँदैछौँ चटनी पनि हाम्रो रेडी भइसक्यो त्यो चाहिँ हाम्रो चटनीमा बाहिरबाट चाहिँ देखाउने मलाई चाहिँ अब यति लाज लाग्छ नि बाहिर यति साह्रो पब्लिक छ नि होइन त्यही म चाहिँ बाहिर जाँदैन होइन अनि सो तर लाज मान्नु चाहिँ हुँदैन साथीहरू होइन कुनै बेला चाहिँ म बहुत भिडियो गरेको थिएँ कि अहिले चाहिँ लास्टै कम भयो त्यही भएर बाहिर जाँदैन चटनी हाम्रो होइन त्यही हाम्रो चटनी होइन रेडी हुँदैछ यता चाहिँ हाम्रो भात डढ्न लागिसक्यो भात चलाउनु पर्ने हुन्छ सरी भात होइन राइस पतिला भयो साथीहरू पतिला अब उबालेको हो के भन्छ त्यो इन्डक्सनले चाहिँ उस ल्याउन नि त होइन के भन्छ मेटल अर लोहा मेटल एउटै भन्दैन तिनीहरू ल्याउँदैन नि त फलाम आइटमहरू अनि यसले एल्युमिनियम ल्याउँदैन उसले इन्डक्सनले लाइनमा यसलाई चाहिँ स्पेसल्ली या इन्डक्सन बर्तनै या यस्तो स्टिलको बर्तन ल्याउँछ क्या त्यही भएर हामीले चाहिँ पतिलामा उबाल्यौँ र हामीले चाहिँ बहुत दिन भयो पतिलामा उबालिरहेको होइन अनि ग्यासको सर्टेजको कारणले पनि होइन दोकान झ्याप्पै बन्द गर्न सकिन्न हामीले अहिले यस्तो उस चलिरहेको नि त होइन त्यही भएर हामीले चाहिँ यस्तै काम चलाइरहेको हामीले फिलहालै अनि केही समयपछि चाहिँ ग्यास ठिक भएपछि चाहिँ हामीले ग्यासमै बनाउँछौँ र उसमा उबाले जस्तो चाहिँ हुँदैन साथीहरू हुन्छ यस्तो पतिलामा यो के भन्छ एल्युमिनियमको पतिलामा उमाले जस्तो चाहिँ हुँदैन है होइन चप्किन्छ क्या चलाइराख्नुपर्छ नत्र अरू त ठिक हुन्छ त्यस्तो गर्ने अब हामीले चाहिँ मोमोको तयारी गर्दैछौँ पेडासेडा काट्दैछौँ त्यो साथीहरू भिडियो कन्टिन्यू गराउनलाई के हुन्छ सबै देखाउनेछौँ आज चाहिँ स्पेसल गेस्ट आउँदैछन् हाम्रो उसमा के भन्छ दोकानमा क्याफेमा सरी एकचोटि मर्निङ मतलब 3 बजी पनि हेर्दैन क्याफेमा यस्तो खाले भ्यू छैन हाम्रो दोकानमा फेरि अहिले चाहिँ कुर्सी सिधा गरेर 3 बजिसक्यो दोकान सेटअप गर्ने बेला भइसक्यो अब चाहिँ सबै काम सक्यो अब जस्ट मोमो मात्र बनाउनु हामीले अनि मोमो बनाएर चाहिँ हाम्रो काम सकिन्छ र हाम्रो चाहिँ हिजो लाफिङ सिट बनाएको थियौँ नि त नि हिजो कम्प्लिट भएन आज चाहिँ हामीले सिट बनाएर राखेको छौँ आज चाहिँ मसला गरेर यसलाई हामीले ट्राई गर्छौँ आज चाहिँ खुद ट्राई गर्छौँ त्यसपछि हामीले चाहिँ दोकानमा ल्याउँछौँ त्यसपछि खानुमा इच्छुक हुने जति चाहिँ आउनु होला स्पेसली चाहिँ दिल्ली दाबडीमा रहनेहरूलाई अनि मतलब दिल्ली उस एरियामा जनकपुरी साइड दशरथपुरी पालम यताको जहाँ हुनुहुन्छ नि आउनु होला खानालाई टेस्ट गर्दा हाम्रो मोमो मेट्रो स्टेसनको 2 नम्बर गेटको अपोजिट बरेकवाला गलीदेखि 200-250 मिटरभित्र त्यति खाना आउँदैनन् कि हाम्रो मोमोमा हाम्रो मोमोको फेस उस के अरे फेभरेट भनेको यही हो क्या भाइ हेर केटाहरू हेर त भित्रको उस धरि देखियो क्या मसला धरि होइन गोबी धरि देखियो यो हुनु पऱ्यो क्या मोमोमा तब आउँछ मान्छेको खाना यो हुनु पऱ्यो ल हेर ल भित्रको माल देखिनु पऱ्यो कि यति पातलो लेयर हुनु पऱ्यो बल्ल मोमो दामी हुन्छ कि साथीहरू यो मोटो यो मजा आउँछ क्या यस्तो त्यही भएर मोमो चाहिँ ध्यान दिन लाग्दैन होइन जति पातलो लेयर त्यति राम्रो मोमो हुन्छ र उसमा नि किमामा मतलब आफूले के बनाउनुहुन्छ भेज मोमो बनाउनु जान्नु फ्राई मोमो चिकन मोमो होइन त्यसको उसमा नि असर पर्छ मतलब त्यो पनि अलि वाला हुनुपर्छ कि त्यो काम चलाउवाला काम नगर्नु होला दोकान खोल्नु छ भने राम्रोसँग होइन सबै बुझेर सबै गरेर ट्याक्टिक पारेर गर्नुपर्छ होइन
यो मान्छेको यो के भन्छ धोका दिने हिसाबले आफ्नो धुल छर्ने हिसाबले चाहिँ काम गर्नुहुन्न है गर्नु पछाडि होइन घरलाई पाप गरे पनि आफूलाई लाग्छ त्यही भएर चाहिँ क्वालिटी दिने अनि राम्रो पाइन्छ अरे यो त्यही हिसाबले अब चाहिँ पनिर मोमो बनाउनु जाँदैछौँ होइन धेरै गफ नआएन फेरि गफ आएन भन्ने हुन्छ होइन त्यही हिसाबले चाहिँ सकेसम्म चाहिँ यस्तै गराउनु कोसिस गर्नु होला सबैजनाले यति पातिलो अनि भित्र कुछ पनि देखियो क्या बांगल बेल रहा मैले बेल रहा होइन अनि मेन कुरो चाहिँ मोमोको चाहिँ यो जुन गाँठ छ नि यो गाँठ यसलाई नि सकेसम्म पातुल राख्नु होला यो गाँठ छ नि होइन यो गाँठ यसलाई नि पातुल राख्नु होला होइन यो पारीसम्म देखिएन न मतलब यति पातुल लेयर भएर हो कि भित्रको उससम्म देखियो जस्तो माथि जुन हामीले फोल्ड गरेर त्यसलाई नि सकेसम्म पातुल राख्नु होला जब राम्रो हुन्छ होइन मोमो बनाउँदा चाहिँ यो ध्यान दिनुपर्छ है हाफ स्टिम गरेकोलाई कहिले पनि ज्यादा गर्नु यो चाहिँ हाम्रो ज्यादा भयो यो ज्यादा स्टिम भएको यो हाफ स्टिम भएको यति गर्नुपर्ने तर हामीले चाहिँ यो खाना खाने बेला चाहिँ यस्तो भयो कि होइन खाना खाँदै थियो मैले मोमोले स्टिमर भएछ ध्यान राख्ने खाना ध्यान हेरेको त पलप्तै भन्नु त्यही भएर हामी फुटेन त्यही नै फुटेन मोमो होइन त्यो हुनु पऱ्यो कि मोमोमा भान्जालाई मोमोमा सेक देखाउने बिस्तारै बिस्तारै घरमा केही नसकिने होइन कि यति काम सिक्दै गएर जान्छ नि त्यति सजिलो लागि जान्छ है आफूले गर्ने काम होइन त्यही भएर हार नमान्नु पनि आज भयो भने त के भयो भोलि हुन्छ नि पक्का हुन्छ होइन भोलि भयो भने पोट सिकाएर कि न के जान्छ प्रब्लम पैसा जाने होइन है अब चाहिँ हामीलाई मोमो बनाउनु पर्ने हुन्छ साथीहरू यसो हार्ड गर्नु पर्छ यस्तो अड्डै चाहिँ भन्नु मोमो बनाएर देखाउँछु होइन माथि देखाउनु मोमो त्यो चाहिँ धेरै लामो हो है साथीहरू यो लामो चाहिँ होइन मजा आ जाता है कुछ समय बाद हमारा मेन टीचर खाना बना रहा था और कहता है यार ये खाना बनाना इतना मगजमारी का काम है ना इतना मगजमारी का काम है ना कि मैं क्या बताऊं इतना खाना भी खराब हो जाती है लेकिन क्या करे भाई कहीं भूख तो लगती है पेट भरने के लिए खाना तो खाना पड़ेगा ना यार अनि म उयो हामीले स्टफिङ गर्छौँ नि यसलाई चाहिँ सकेसम्म पातुलो गर्नु होला तब राम्रो हुन्छ मोमो ल बेर्ने बेला हल्का माथि माथिको मतलब हल्का हल्का गर्नु होला मोमोको लेयर जति पातलो भयो त्यति राम्रो हुन्छ मोमो लाइटर निकाल ले रहा और इससे तो आग भी नहीं लग रहा लड़की भी कहती हटो मैं जलाती वो चुटकी बजाती है आग आ जाती है हमारा मैं इकट्ठा भी करता हूँ फक यार ये तो अमेजिंग है तो वो भी कहती है हाँ क्योंकि मेरा पावर इस तरीके से कवर तो नहीं हुआ है लेकिन इतना तो मैं कर सकती हूँ थोड़ा बहुत हमारा मैं इकट्ठा भी लग ये तो साइंस के खिलाफ है भाई तो ये दुनिया थोड़ी मैजिकल नहीं है साइंस वाइंस के साथ कोई लेना देना नहीं है लेकिन अब यार ये सब देखने से कितना कूल और कितना अजीब यहाँ पे लगता है भाई दबे जो तुमने अभी चुटकी बजाई थी ये चुटकी बजाने से मंत्र बोलने से होता है ये कुछ और भी है तो वो भी कहती है नहीं अपने अंदर ही अंदर दम लगाओगे तो हो जाएगा चुटकी या मंत्र से कोई लेना देना नहीं है हमारा भी घंटा भी करता बहुत यार ऐसा करने से तुम्हारी उंगली में जलन होती है आग लगती है क्या वो भी करती ना हमारा भी घंटा भी करता अब ऐसे सब माल रेडी भइसक्यो हामीले चाहिँ जस्ट मोमो मात्र बनाउनु होइन सबै चटनीदेखि लिएर सबै मालहरू चाहिँ रेडी भइसकेको छ होइन
अब चाहिँ मोमो हाम्रो काममा सकिन्छ। त्यसपछि हामी चाहिँ अगाडि गएर बस्नुपर्ने हुन्छ काउन्टरमा। तब अर्डर आयो, अर्डर लाँदै दिने होइन, राति लाग्दैन। त्यति होटेल काममा केही छैन, जति गाह्रो हुन्छ नि सोध्दा त्यति हुन्छ गर्दाखेरि। सोच्दा त सकिन्न होला, यस्तो फिल हुन्छ जानु त त्यस्तो हुँदैन। सजिलो हुन्छ, अब गर्नु पर्यो, गरिरहेको काम त सजिलो हुन्छ। त्यही पनि डु नट गिभ अप भन्छ के भन्छ के मलाई थाहा नि, इन्स्टलमेन्ट त आउँदैन। त्यही हिसाबले मान्नुहुन्न कहिले पनि। कहिले हार मान्नु हुँदैन भन्नु। हामीलाई चाहिँ यसो भोक लगाएर होइन नास्ता बनाएर खाएको थियो होइन, धेरै भोक लागेर फ्राइड राइस। हाम्रो आज दोकानमा सुट थियो नि त, त्यो सुटको लागि चाहिँ हामी तयारी गरेको थियौँ। त्यो सुट भएन, अनि त्यसपछि हामीले नै लट पाइदिने हो कि लट पाइदिने खाला हामी। अब राइस चाउमिन भ्याएर चाउमिन बोइल गरेर लाखौँ। हाम्रो सुटको लागि चाहिँ चाउमिन पनि सकिएको थियो, त्यही भएर हामीले चाहिँ भोलि गर्ने प्लान गरायौँ। हाम्रोमा त बासी मिल्दैन केही कुरा नि, भर्खर उमालेको राइस खाऊ हामीले। टमाटर त खाँदै लाग्छ हजुरले? लाग्दैन, मलाई लाग्दै लाग्दैन। निकालिदिनु तिमी बनाएन। आज हाम्रो दोकानमा कस्तो मान्छे आयो भने हाफ प्लेट राइस मगायो, त्यसमा 10वटा अन्डा डाल्यो क्या। यति भयो क्या यो थाल देखा नि, यो थालको चुल्हा भयो क्या। एक्लै खायो भने यार हुसडी है सबै। हामीले थोरै बनाइदिउँ, त्यहाँदेखि 3जनाले खायौँ होइन। यो मान्छेले एक्लै खायो क्या, एउटा सिता पनि थिएन भातको। अनि के भन्छ, अब थोरै कम भयो भन्छ हजुर। पुरा हुसुड्नु सब रेडी पिसेको छैन, सब रेडी है, झोलै छ। झोल बोले छ त्यो रेडी है, त्यो पिसेको टाइम लाग्ने आज छ हजुर स्टकमा। हामी दाइले पनि भिडियो सिडियो बनाउनुहुन्छ है, बनाउनु पुरानो प्लेयर हो। आइडी राखिदिउँ र? आइडी नराख्ने भन्दा है, पहिला टिकटक इन्डियामा ब्यान्ड नहुँदा चाहिँ खुब टिकटक बनाउने थियो दाइले। पछि ब्यान्ड भएपछि चाहिँ इन्स्टामा सर्नु भयो, इन्स्टा एकाउन्ट बन्छ दाइको। अनि वाट्सएप सरी स्न्यापच्याट पनि चलाउनुहुन्छ, राम्रो होस् त्यसमा पनि। त दाइ 2018-19देखि टिकटक, अनि दाइको चाहिँ पहिला टिकटक एकाउन्ट थियो, त्यसमा चाहिँ खुब टिकटक बनाउनु हुन्छ। अनि त्यो ब्यान्ड भएर चाहिँ इन्स्टा चाहिँ लाग्नुभयो। इन्स्टामा पनि एक्टिभ भएको भए दाइ कहाँ आयो त कहाँ आइदियो। तर जसको भिडियो बनाउनु जिगर हुन्छ नि त्यो अगाडि जान्छ कि कहाँ दुनियाँ नागेर कहाँ पुग्छ। एकाउन्ट राखिदिउँ यहाँ यस्तो आज डेली कन्टेन्ट टिकटक सर्ट भिडियोमै, फेरि त्यो लङ भिडियोमा डेली कन्टेन्ट आफै लेख्नुहुन्थ्यो, आफै सोच्नुहुन्थ्यो गर्लफ्रेन्ड बोयफ्रेन्ड दाइको। तर सब साथी हुन्छ नि, दाइले खै मन लाग्यो कि लागेन गर्लफ्रेन्ड बनाउने, सब कुरा सुनाउनु भयो, गर्लफ्रेन्ड कुरा सेयर गर्नु भएन, सायद भएको हो कि नभएको। सो गाइज हामी चाहिँ दोकान बन्द गरेर घर आइसकेको छौँ होइन। यो चाहिँ हाम्रो घरभन्दा पनि रुम हो क्या, घर चाहिँ नेपालमा, यहाँ चाहिँ ट्रेनमा आइसकेको छ। मान्छेले चाहिँ अब गेट लाउँदैछ, म चाहिँ उता जाँदैछु। अब धेरै हल्ला गर्नु भएन, सबै सुटिसक्यो होला। चप्पल हान्न भेट छैन फेरि सबैले, कस्तो हवेली जस्तो हो, बुद्ध हवेली जस्तो होइन। हाम्रो फ्लोर चाहिँ कुनै यस्तो प्रकारको हुँदो रहेछ।
हामी चाहिँ पुरानो पुरानो गाना सुनिरहेको थियौँ होइन सुन्दै कपिराइट लाग्न सक्छ कोठाको हालत यस्तो बुरा भयो भने यस्तो मलाई देखाउनु पनि लाज लागिरहेको थियो कि टाइम मिलाएन होइन हामीले बच्चीको टाइममा चाहिँ के भन्छौँ भने रेस्ट गरौँ भन्छौँ क्या पुराले उतना टाइम पाउनु नि त त्यही भएर अलिअलि टाइम मिल्छ हामीलाई रातिमा सुत्यो चाहिँ सुतौँ भन्ने हुन्छ कि हामीलाई फेरि होइन यति रेस्ट गरौँ हामी फेरि के हुन्छ भने छुट्टी पनि आजभोलि पहिला काम गरेको छुट्टी चाँडो हुन्थ्यो होटलमा आजभोलि चाहिँ दुइटा आयो क्या महिनामा दुइटा अनि फेरि कति दिन 28 दिन काम गरेर 2 दिन मात्रै छुट्टी हुन्छ क्या त्यही भएर चाहिँ हामीले अहिले चाहिँ रेस्टको बहुत जरुरत छ हामीलाई त्यही भएर रेस्ट गर्नुपर्ने हुन्छ हामीले होइन शरीर हो नि यार शरीर भएपछि पैसा जति पनि कमाइन्छ नि त्यही भएर शरीरलाई चाहिँ हेर्नुपर्ने हुन्छ रेस्ट टाइममा रेस्ट काम टाइममा काम होइन यो होइन कि फेरि काममा गएर ठग्छ होइन फेरि काम फेरि धबार हो फेरि धडाधड सबै होइन जति भ्याइन्छ त्यति गरिन्छ र नभ्याएको त कसले के भन्नु सकेर होइन अनि सो आजलाई चाहिँ भिडियो यति नै हुन्छ होला होइन अब धेरै लामो नगरौँ छोटो मिठो खाँदा मिठो होइन त्यही हो साथीहरू च्यानलमा हामी सब्सक्राइब गरिदिनु होला अनि साथीहरूलाई सेयर गरिदिनु होला अब यति भन्दै चाहिँ आज त गुड नाइट हुनु पऱ्यो आज अलि छिटो आइयो हिजो अस्ति भन्दा आज चाहिँ सुत्छौँ भोलि बिहान नै गाडी दिनु आज नि गएन आज फेरि पानी परेको भोलि कति सुनाउने होला तर कोही बात नहीं होइन अब काम नगरेर सुनाइहाल्छौँ पैसा देखाउने नि त्यत्तिकै अराखेन काम होइन सो अब चाहिँ सुत्नुपर्ने हुन्छ हाम्रो तर्फबाट चाहिँ गुड नाइट एभ्रिवान भान्जाको तर्फ र म तर्फबाट चाहिँ गुड नाइट होइन सबैजनालाई यति भन्दै चाहिँ बिदा हुन चाहन्छु हस् त जय नेपाल।